आजको यो भिडियोमा नेपालबाट अस्ट्रेलिया अप्लाई गर्दाखेरि के कति कस्टहरू लाग्छ होइन, कति एक्सपेक्टेसन गर्नुपर्छ, हामीले कतिसम्मको बजेट छुट्याएर राख्नुपर्छ, कतिसम्मको माइन्ड मेकअप गर्नुपर्छ, त्यो कुराहरू ब्रिफली डिस्कस गर्छौँ। लेट्स गो। सबैभन्दा सुरुमा कस्ट भन्ने बित्तिकै सबैभन्दा सुरुमा तपाईँको ट्युसन फीको कुरा आउँछ। सपोज तपाईँको ट्युसन फी 1 इयरको ट्युसन फी लगभग तपाईँको 20,000 अस्ट्रेलियन डलर छ। त्यसलाई अहिले हामीले 100 to 103 छ अलमोस्ट होइन। 102ले गरौँ। 102ले गर्दाखेरि यो तपाईँको 20,40,000 आउनुभयो। अनि अब त्यसपछि आउँछ तपाईँको भिजा फी। भिजा फी तपाईँको अहिले 2500 छ। पहिला 500 थियो, त्यसपछि 1500 भयो, त्यसपछि 2000 भयो, अहिले 2500 भयो होइन। बढी नै रहेछ भिजा फी। पछि अब 10,000 होला। अहिले तपाईँको भयो यो भयो तपाईँको 2,05,000 भयो। अनि अर्को कुरा आयो इन्सुरेन्स। इन्सुरेन्स तपाईँको लगभग 2000 अस्ट्रेलियन डलर हो होइन। 2083 समथिङ छ, तर 2000 मानौँ हामीले अहिले। यो तपाईँको सरी यो माथिको बिग्रियो रहेछ है। माथिको 2,05,000 होइन, माथिको तपाईँको 2500 भनेको 2.5 लाख त्यहीँनिर भयो होइन। अनि फेरि 2,55,000 चाहिँ हो यो। अनि यो आयो तपाईँको 2,04,000। अनि अब मेडिकल र बायोमेट्रिकको कुरा आयो। यो भनेको तपाईँको 10,000 प्लस 2,000 राखौँ, यतिकै रेन्जमा आउँछ। 1-2,000 माथि मुनि हुनसक्छ। 12,000 राखौँ यसलाई। अनि अर्को कुरा तपाईँको के आयो यसमा भन्दाखेरि डकुमेन्टेसन। अब डकुमेन्टेसनमा के पर्छ भन्दाखेरि तपाईँले ट्याक्स तिर्दाखेरि ट्याक्स तिरेको, बिजनेस सो गर्नलाई तिरेको ट्याक्सहरू होइन, अनि वार्डमा तिरेको ट्याक्सहरू होइन, अब वार्ड डकुमेन्ट बनाउनलाई लागेको खर्चहरू, त्यो सबैको लागि हामीले 1.5 लाख रुपियाँ छुट्याउँ है। लगभग बढी पनि लागेको हुनसक्छ, कम पनि लागेको हुनसक्छ, यो एस्टिमेट मात्र हो। डकुमेन्टेसनको लागि हामी 1.5 लाख रुपियाँ छुट्याउँ। सरी, 1.5 लाख रुपियाँ छुट्याउँ। अनि अर्को कुरा हो तपाईँको ब्याङ्कको होइन। ब्याङ्कको लागि चाहिँ हामी ब्याङ्किङ ट्रान्जेक्सनको लागि चाहिँ अब ब्याङ्कमा तपाईँले चार्ज लाग्यो तपाईँको लोन सो गर्दाखेरि होइन। अनि त्यसमा लागेको अब अरू खर्चहरू, ब्याङ्किङको पनि डकुमेन्ट्सहरू बनाउनुपर्छ होइन। त्यसको लागि हामी 2 लाखसम्म छुट्याउँ। ब्याङ्क लोन प्लस डकुमेन्ट्स 2 लाख त्यसको लागि छुट्यो। अनि अर्को कुरा तपाईँको अस्ट्रेलियाको के पनि हुन्छ भन्दाखेरि ट्रान्सलेसन र नोटरी पनि गर्नुपर्छ। त्यसमा लगभग 20,000 देखि 25,000 30,000 लाग्न सक्छ। $25,000 राखौँ यसलाई। अनि अस्ट्रेलिया गर्दा लाग्ने कस्टहरू लगभग यति नै हुन्छ। यसमा अब तपाईँको एक्स्ट्रा कस्टहरू लाग्न सक्छ, केही कुराहरूमा खर्च हुनसक्छ। अब यसमा तपाईँले टिकट हामीले जोड्दैनौँ, यसमा तपाईँले सपिङ गर्नुपर्ने जोड्दैनौँ, तपाईँले लाँदाखेरि लानुपर्ने एसेसरिजहरू जोड्दैनौँ। त्यो कुराहरू छुट्टै हो, त्यसको कस्ट छुट्टै लाग्छ। तर लाग्नुपर्ने मेन कस्टहरू चाहिँ यही हो। अब यसमा टोटल गर्दाखेरि हाम्रो कति आउँछ भन्दाखेरि 20,40,000 यहीँ आयो है। 20,40,000 यो भयो, 2,55,000 यो भयो, 22,90,22,22,00,000
लगभग तपाईँको 55 प्लस 40 95 हुने भयो होइन। 55 प्लस 40 95 भयो तपाईँको 22,95,000 प्लस 2,40,000 2,04,000 भयो। 22,95 24,00,000 99 भयो। 24,99,000 हामीले 12,000 जोड्नु पर्यो। 24,99,000 25,11,000 भयो। 25,11,000 हामीले 1.5 जोडौँ। 26,61,000 भयो। 26,61,000 हामीले 2 लाख रुपियाँ जोडौँ। 28,61,000 प्लस 25,000 जोड्दाखेरि लगभगमा 99 लाख रुपियाँ त्यो छोडेर खर्च हुने भयो। तपाईँको टिकटहरू छोडेर खर्च हुने भयो। अब यसमा तपाईँहरूलाई जस्तै तपाईँ सपोज यस्तो हुँदैन होला, तर भयो भने तपाईँको यदि भिजा रिजेक्ट भयो भने तपाईँको यो कस्ट फिर्ता आउने भयो। ट्युसन फी, इन्सुरेन्स फिर्ता आउने भयो। अब यसमा तपाईँको यो 2,55,000 जाने भयो होइन, यो फिर्ता आउँदैन। मेडिकल बायोमेट्रिक्सको फिर्ता आउँदैन। डकुमेन्टेसनको फिर्ता आउँदैन। ब्याङ्क लोन र डकुमेन्टेसनको पैसा फिर्ता आउँदैन। ट्रान्सलेसनको पैसा फिर्ता आउँदैन। भनेपछि सपोज तपाईँको भिजा रिजेक्ट भयो भने चाहिँ तपाईँले 22,44,000 चाहिँ तपाईँको फिर्ता आउँछ भिजा रिजेक्ट भयो भने। तर रिजेक्ट भएन भने त गइहाल्नुहुन्छ, त्यो छुट्टै कुरा भयो। रिजेक्ट भयो भने चाहिँ तपाईँको 22,44,000 फिर्ता आउने भयो 29 लाखमा। त्यो पनि माइन्ड मेकअप तपाईँले गर्नु पर्यो भनेपछि लगभग तपाईँको 5 देखि 6 लाख 7 लाख रुपियाँ भिजा रिजेक्ट हुँदाखेरि खर्च हुनसक्छ। त्यही भएर डकुमेन्टेसनहरू चाहिँ राम्रोसँग अगाडिबाटै 1 वर्ष 1.5 वर्ष अगाडिबाटै प्रिपेरेसन गर्नु होला। त्यही अनुसारले आफ्नो ब्याकअप बनाउनु होला, ब्याङ्क स्टेटमेन्टहरू बनाउनु होला। यस्तै कुराहरूमा तपाईँहरूलाई केही कुराहरूमा कन्फ्युजन छ अस्ट्रेलिया अप्लाई गर्दाखेरि, केही कुराहरूमा कन्फ्युजन छ भने ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सी जडीबुटी कलरतिर बुटवल भिजिट गर्न सक्नुहुन्छ। र यो भिडियो लास्टसम्म हेर्नु भएकोमा थ्याङ्क यू।